Oh my god, nobody tells you this होइन तर 10 सम्म चाहिँ इफ युआर भेरी गुड एट साइन्स डज नट मिन कि तिमीलाई प्लस टूको साइन्स पनि सजिलो लाग्छ कि बिकज 10 सम्मको साइन्स एन्ड प्लस टूको साइन्स इज कम्प्लिटली डिफरेन्ट प्लस टूको साइन्स इज लाइक समथिङ एल्स होइन एन्ड आई युज टु लाइक ask myself म कसरी गर्छु बिकज देयर वर सो मेनी डेरिभेटिभ्स एन्ड द्याट मेड नो सेन्स के लजिकै नभए जस्तो फिल हुने हुँदैन लाइक वाट एम आई डुइङ सर्ट अफ मलाई क्वेसन गर्न मन लाग्छ कि म के पढिरहेको छु भनेर बिकज आई फिल लाइक नथिङ मेड सेन्स अझ केमिस्ट्रीमा त लाइक यो पनि एक्सेप्सन त्यो पनि एक्सेप्सन होइन इट्स टु मच टु टेक इट वाज भेरी टफ फर मी एज वेल फर्स्ट इयरमा चाहिँ तर के हुन्छ भन्दाखेरि अर्को कुरा चाहिँ when you are moving from 10 to plus 2 अझ मेरो केसमा चाहिँ म आई हेभ रेड 13 years of my academic life in the same school so नयाँ इन्भाइरोमेन्टमा गइसकेपछि it took me a lot of time to adapt there because new teachers नयाँ पढाउने तरिका and नयाँ everything is so new I was like having fun so much म त पढ्नै बिर्सेँ होइन and later second year-मा चाहिँ I did amazing तर फर्स्ट इयरमा चाहिँ हल्का त्यो कलेज हो चिल यताउता चाहिँ लाग्छ एन्ड इट्स कम्प्लिटली डिफ्रेन्ट एज वेल त्यही भएर त्यो 10मा म साइन्स खतरा छु भनेर चाहिँ हुन जस्तो लाग्छ मलाई प्लस टू इज मोर लाइक एउटा बेस बनाउने ठाउँ किनभने प्लस टूमा बनाएको बेस चाहिँ ब्याचलर्समा गएर बल्ल काम लाग्छ अनि प्लस टूमा चाहिँ युआर जस्ट लर्निङ अ लट अफ थिङ्स के त्यो युज हुनुभन्दा पनि युआर जस्ट लर्निङ अनि ब्याचलर्समा गइसकेपछि मात्रै त्यो कुराहरू युज हुन्छ अनि युआर लाइक ए त्यति बेला पढ्नु पर्ने रहेछ भन्ने खालको चाहिँ हुन्छ होइन सो या यु क्यान डु इट फर्स्ट इयरमा नराम्रो भयो भन्नेमा चाहिँ डोन्ट लुज होप होइन सेकेन्ड इयरबाट चाहिँ राम्रो हुन्छ किनभने नयाँ इन्भाइरोमेन्ट हो युआर अल्सो गोइङ थ्रु नयाँ फ्रेन्ड्स नयाँ टिचर्स अनि धेरै कुराहरू भइरहेको हुन्छ होइन नयाँ ठाउँ होला कोही त बाहिरबाट आएर पढिरहेको हुन्छ होइन सो it takes time but you'll get better at it so don't lose hope and you can do it trust me you can do it all the best